हामी कुस्मको अग्लो पुल हो जिजिएस कान्छा कुस्मा आज कुस्माको अग्लो पुल जाँदै हो साँझको बेला एउटा गीत सुना त अनि गरौँ न त राम्रो बनाएर बाटो के छ हाम्रो सङ्गम सर कस्तो अनुभव भइरहेछ कुस्मा घुम्न आउँदा म थकितमा छु यार कमल दाई ऊ एमकेएल फेरि उता छ एमकेएल हेलो एमकेएलको पारै छुट्टै छ फेरि टोटल अर्ग्यानिक भ्लग हो यो आज साथीहरूसँगको म नि पहिलोचोटि अनुभव गर्दैछु यो ठाउँको पुलमा त एकचोटि आएको हुँ म पहिला यता मधेबिनी आउँदाखेरि एउटा धार्मिक स्थल पनि हो यहाँ तल काली र गण्डकीको सङ्गम स्थल मधेबिनी हामी आएका थियौँ एकचोटि म पनि यो ठाउँको पहिलो अनुभवी हुँ पर्यटक घुम्न आएको आज साथीहरू सबै मजा छ रमाइलो छ यस्तो आनन्द आउने ठाउँ रहेछ मनमा भएका पीडा भोक तिर्खा सब बिर्सिने दामी ठाउँ म नि गाउँघरमै हुर्के पनि हाम्रोभन्दा फरक गाउँ भेट्टाएको छु मैले यो ठाउँ यस्तो मजाको सल्लाहको जङ्गल फरक परिवेश फरक वातावरण साँझको बेला भएर होला शीतल अनुभूति गरेर आएको छु साथीहरू अलिकति अगाडि जानुभएको छ हाम्रो एमकेएल भ्लगको टोली पछाडि छ म जिजिएस कान्छा भीमश्रेष्ठ हाम्रो अर्को भ्लगर अगाडि हुनुहुन्छ सबै साथीहरू टक्क आज ठ्याक्कै सङ्गम चोकमा आएर सङ्गमले फोटो खिच्दैछ है सङ्गम सर आउनुभन्दा पहिले आफ्नो चोक बनाएर राख्नु भएको रहेछ त यार आहा कति राम्रो जिजिएस कान्छा जिजिएस कान्छा हाम्रो भीमश्रेष्ठ युट्युब च्यानलको दाजु हामीलाई सिकाउने गुरु जिजिएस कान्छा हामीलाई युट्युब चलाउन सिकाउने गुरु मनबाटै सपोर्ट गरिदिनु होला सबैजनालाई कुस्माको अग्लो पुल मधेबिनी घाट एमकेएल बिजी छ पछाडिबाट दुईजना साथीहरू एमकेएल भ्लग हाम्रो एमकेएल भ्लगलाई नि एकदम सपोर्ट गरिदिनु होला सब्स्क्राइब गाइज नयाँ नयाँ कन्टेन्ट र नयाँ नयाँ लोकेसनहरूको एक्सप्लोर गर्दैछु म चाहिँ साथै एमकेएलबाट जिजिएस कान्छालाई पनि सपोर्ट गरिदिनु होला म जिजिएस कान्छा फाइनल्ली गाइज प्रतीक्षाको घडी तोडिसकेको छ तपाईहरुको अब हामी ठ्याक्कै अग्लो पुलको
छेउ किनारामा आइसकेका छौँ। हेर्नुहोस् म ठ्याक्कै तपाईँहरूलाई अब अग्लो पुलमा लाग्दैछु हैन। हाम्रा साथीहरू केही साथीहरू गइसक्नु भएको छ, हामी चाहिँ जाँदैछौँ। फाइनल्ली हामी कुस्माको अग्लो पुल ठिक छ पोजिसन। कुस्माको अग्लो पुल लामो पुल ओहो तल हेर्ने नि त दाइ, पारी हेरेर गएपछि कहाँ डर लाग्छ त, झार्दैन। पारी हेर्ने क्या तल हेर्ने भने त घुमाइहाल्छ नि, पहिले पहिले त पारी हेरेर जाने हो। एकदम आहा क्या गइरहेछ। पहिला त यस्तो थियो नि, अनि स्वाट खाल्टा गएर माथि गयो जस्तो थियो। हो थियो। पारीबाट बाइक आउँदैछ। ल फाइनली हामी चाहिँ कुस्माको अग्लो पुल भनेर चिनिने ठाउँमा आइसकेका छौँ है। सरको पनि पहिलो अनुभव होइन सर? सम्झना रहोस् पहिलोचोटि हो। पहिलो अनुभव सरको पनि। म त एकचोटि आएको थिएँ। उहाँ आगो लागि भएर रहेछ है साथी हो। अलि राम्रोसँग देखिएन, हल्का देखिया छ। यो घाट सायद मधुबनी घाट हो जस्तो लाग्छ है। हो मधुबनी घाट। हाम्रो बाइकहरू पनि आउँदो रहेछ यहाँलाई। स्कुटर हालिराख्नु भएको साम्रो भाइले। यो बाइकको लागि चाहिँ अलिक व्यवस्थापन गर्न पनि देखियो। मलाई पारी पुगेर आउने हो? फास्दैन यसम्म आउने हो नि, कति डराउनुहुन्छ। यो मधुबनी घाट है, यो मधुबनी घाट यार। पहिला पहिला लास बोकेर आइन्थ्यो त यार यहाँ। बाटोको सुविधा नहुँदा 5 घन्टा 6 घन्टा हिँडेर। हाम्रो डिले सर